गुड मर्निङ सबैजनालाई। हेलो नमस्ते। म स्कुल जान लागेको छु। बिहान कामबाट आएँ, टक्क नुहाएँ। बाटो फेरि सधैँ बनाएको कति बनाएको गर्दो रहेछ भने पाइप फुटे चाहिँ क्या के जमिन मुनि। अब यो अहिले पिच गरेको छ नि, अहिले एकछिन खोल्छ, 1 घन्टामा आएर यो भित्रसम्म के बनाइन्थ्यो अनि 1 घन्टामा आएर पिच गरिदिन्थ्यो, उत्तिकै सकिदिन्छ। खै आज त के बनाउनु लाग्यो अन्त त घाम पनि खासै लागेको होइन, हल्का हल्का लागेको छ। बिहान नुहाएर फ्रेस भएर आज दिन रमाइलो छ मेरो लागि। किन खै आजको दिन चाहिँ मेरो स्पेसल डे थियो कि ल हिजो राति भनेको अब आजको बिहान लगभग 12 बजेपछि एकदम खुसी छु म चाहिँ। त्यो रिजन चाहिँ म पछि भन्छु। मेरो आज अब भोलि पर्सि आज शुक्रबार हो, शुक्रबार भोलि शनिबार पर्सि आइतबार 3 दिन यस्तो काम छ नि मेरो। यो मन्थ त मेरो लागि लास्टै काम छ मेरो। धेरै काम छ। काम कति काम गर्ने हो। मैले चाहिँ स्कुल जाने बेला भएको छ। यहाँ चाहिँ जापानिजहरू सधैँ गेम खेल्छन् कि टक्क छिराउने खाले के गेम हो खै। बिहानमा सधैँ आएर खेल्छन् बजेहरू के बिहान मस्त। तर रमाइलो हुन्छ गेम खेल्न। वाइको दाइमास सधैँ बिहानमा भेट हुन्छ स्कुल जाने बेलामा। सधैँ आइसएसजी गर्छु म चाहिँ। वाइको दाइमास भन्ने बोल्ने एक चाहिँ म त्यो खेल्छु कि त्यो यस्तो फ्याट फाल्दै खेलेको नि तिनीहरू। एकदिन मागेर खेल्छु कि म चाहिँ। ल केटाहरू 3 जना यो बिचको चाहिँ भेटनामी साथी, अगाडिको बङ्गाली देश साथी, उताको नेपाली साथी हो। एउटै क्लासमा पढ्छन् हामीहरू। एकजना मान्छेले 3वटा कुकुर पालेछ नि, कोही हुन्छ 3वटा कुकुर 2टा हातमा ल्याएर हिँड्छन्। केही भन्न सकिएन। उहाँ चराउँदै हुनुहुन्छ एकजनाले फेरि। ओए जेन्जीहरू 3 जना एकैचोटि भेट भयो क्या आज। 3-4 जना कहिले सँगै भयो थिएन, आज सँगै भइगयो। साथीहरूको लजाउँछन् क्या।